हेलो गाइस म चाहिँ आज स्वाइममा छु हैन स्वाइममा चाहिँ उतैनिर चाहिँ एकजना चिया बेचिरहेको रहेछ दिदी हो कि बहिनी हो म चाहिँ एउटा छोटो प्र्याङ भिडियो बनाउन गइरहेको छु हेर्नु कस्तो हुन्छ पछि यादिनु के गर्नु लाग्यो दिदी चिया पिउनु हो मलाई एक कप चिया हालिदिनु न है मसँग पैसा चाहिँ छैन फ्रीमै खिलाउनुहुन्छ चिया हुन्छ दुध चिया छ फ्रीमा खिलाउनु है फेरि मैले फ्रीमा खानु लागेको फेरि अनि तपाईँ त अनि यत्रो कलिलो उमेर देख्नुहुन्छ अनि अहिले चिया पिउनु लाग्नु भएको छ अनि खासमा तपाईँको रहर हो कि बाटो त हजुर के भयो लाज लाग्यो यत्रो सानो उमेरमै चिया बेच्दै हुनुहुन्छ तपाईँ के भाइ के भइसक्यो के भइसक्यो यति सानो उमेर जे गरेको ए अनि के बेगर छोराछोरी पनि छ कि छैन छोरा छ कति वर्षको छोरा 10 महिनाको छ 10 महिनाको हजुर ए अनि तिमीले यो चिया बेचेर पुग्छ छोराछोरी पाल्नु 4-5 हुँदैन कति हुन्छ दिनमा कति जति हुन्छ दिनमा धेरै गयो भने 500 हुन्छ 400 ए त्यस्तो त्यसको अनि के स्वाइमभरि पुरै घुम्छ पुरै 2 राउन्ड हुन्छ उता पादेखि यता अनि यतै हुन्छ भनेपछि चिया बेचेर 5-7 रुपियाँ कमाइन्छ हजुर ल त्यो कान्छी किन पैसा दिनु पऱ्यो मैले प्र्याङ भिडियो बनाएको थिएँ खासमा ऊ चाहिँ गइरहेछ मजाले गइरहेछ म पक्क हिँडिरहेको छु दिदी ओ दिदी दिदी बहिनी हो कि दिदी हो मैले दिदी भन्थेँ उसलाई चाहिँ मैले अघि प्र्याङ भिडियो बनाएको थियो उसले चाहिँ मलाई चिया पनि खिलाइसकेको छ मैले पैसा दिनु गइरहेको छु अब नकान्छ पैसा चियाको पैसा मैले त्यतिकै अघि प्र्याङ भिडियो बनाएको थियो पैसा चियाको पैसा पैसा छैन भन्नुभयो पैसा छैन मैले त्यतिकै प्र्याङ भिडियो बनाएको कि अघि चाहिँ प्र्याङ भिडियो बनाएको थिएँ कि फोटो हेरेर कति रहेछ मेरो त रान्तीको दुःखहरू मैले धेरै दुःख देखियो अब त्यही भएर मेरो तर्फबाट सानो त्यति उपहार है 500 रुपियाँ राख मेरो तर्फबाट है कि मेरो तर्फबाट मैले अघि प्र्याङ भिडियो बनाएको थिएँ त्यो दुःखहरू धेरै देख्यो त्यति राख मेरो तर्फबाट है